धृतराष्ट्रले भने, हे सञ्जय, धार्मिक क्षेत्र कुरुक्षेत्रमा युद्ध गर्ने इच्छाले जम्मा भएका मेरा छोराहरू र पाण्डुका छोराहरूले के गरे? सञ्जयले भने, हे राजन, पाण्डुका छोराहरूले गरेको सेनाको सैन्य रचना देखेर राजा दुर्योधन आफ्ना गुरुका नजिक गएर यसो भने, हे आचार्य, हजुरको बुद्धिमान शिष्य द्रुपदको पुत्रले व्यवस्थित गरेको पाण्डवहरूको विशाल सैन्य बललाई एकपटक हेर्नुहोस्। यस पाण्डव सेनामा भीम र अर्जुन समानका युद्ध गर्ने महारथी, युयुधान, विराट तथा द्रुपद जस्ता धेरै धनुधारीहरू छन्। महान वीरहरू तथा धृष्टकेतु, चेकितान, साजिकराज, पुरोजित, कुन्तीभोज र सैव्य जस्ता शक्तिशाली योद्धाहरू पनि त्यहाँ छन्। त्यहाँ पराक्रमी युधामन्यु, अति शक्तिशाली उत्तमौजा, सुभद्राको पुत्र र द्रौपदीका पुत्रहरू छन्। यी सबै योद्धाहरू महारथीहरू हुन्। हे द्विजश्रेष्ठ, हजुरको जानकारीको लागि म सैनिकहरूको नेतृत्वमा विशिष्ट दक्ष भएका मेरा सेनापतिहरूका बारेमा पनि केही भन्छु। मेरा तर्फमा सर्वविजेता हजुर भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा आदि हुनुहुन्छ। मेरा लागि आफ्ना प्राणसम्म पनि दिन तयार भएका अरू योद्धाहरू पनि छन्। ती सबै अनेक प्रकारका हतियारहरूले सजिएका तथा युद्ध विधामा कुशल पनि छन्। हाम्रो बल अथाह छ र हामी भीष्म पितामहद्वारा पूर्ण रूपमा संरक्षित छौँ। तर यो भीमद्वारा राम्ररी संरक्षित पाण्डवहरूको शक्ति सीमित छ। तपाईहरू सबैले यो सैन्य संरचनामा आफ्नो आफ्नो ठाउँमा वा मोर्चामा रहेर सबैतिरबाट पितामह भीष्मलाई सहयोग गर्नुहोस्। दुर्योधनको हर्ष बढाउँदै करु वंशका अत्यन्त साहसिलो वयोवृद्ध तथा महान योद्धाहरूका हजुरबुबा भीष्मले आफ्नो शङ्खलाई सिंह गर्जे जस्तै गरी अत्यन्त ठूलो स्वरमा बजाउनु भयो। त्यस पश्चात शङ्खहरू, ढोलहरू, नगराहरू, सिंहहरू सबै एकाएक बज्न थाले र त्यो सबै मिलेको स्वर एकदम डरलाग्दो सुनियो। त्यस पश्चात सेता घोडाहरू बाँधिएको विशाल रथमा विराजनु भएका श्री कृष्ण र अर्जुनले आफ्ना आफ्ना अलौकिक शङ्खहरू बजाए। भगवान ऋषिकेशले आफ्नो पञ्चजन्य शङ्ख बजाउनु भयो। अर्जुनले देवदत्त नामको शङ्ख बजाए र असामान्य कार्य गर्ने र ठूलो आहार गर्ने भीमले पनि पौण्ड नामक भीषण शङ्ख बजाए। हे राजा, कुन्ती पुत्र युधिष्ठिरले अनन्त विजय नामको शङ्ख बजाए। नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामका शङ्खहरू बजाए। महाधनुधारी काशीराज, महायोद्धा शिखण्डी, धृष्टद्युम्न, विराट, अजय, सात्यकी, द्रुपद, द्रौपदीका पुत्रहरू र सुभद्राका बलवान पुत्रहरू सबैले अलग अलग आफ्ना शङ्खहरू बजाए। थरीथरीका शङ्खहरू बज्दा भएको त्यो कोलाहलपूर्ण ध्वनिले आकाश र पृथ्वीलाई प्रतिध्वनित बनाउँदै धृतराष्ट्रका छोराहरूको छाती चिर्न थाल्यो। त्यसपछि हे राजा, हनुमानको चित्र अङ्कित ध्वज भएको रथमा चढेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर बाण बर्साउने लागेका थिए। धृतराष्ट्रका पुत्रहरूलाई सैनिक संरचनामा उभिएको देखेर भगवान कृष्णलाई यी कुराहरू भने। अर्जुनले भने, हे अच्युत,
यो मेरो रथ दुवै सेनाहरूका बीचमा लगेर अड्याउनुहोस्। त्यहाँबाट यो युद्धभूमिमा युद्ध गर्ने इच्छा लिएर भेला भएका कोसँग मैले युद्ध गर्नुपर्ने रहेछ। हेरौँ, धृतराष्ट्रको कुबुद्धि भएका पुत्र दुर्योधनलाई सुखी पार्नका लागि यिनीहरू यहाँ लडाईँ गर्न आएका छन्। तिनलाई म हेर्न चाहन्छु। सञ्जयले भने, हे भरतवंशी राजन, अर्जुनद्वारा यसरी सम्बोधन गरिएपछि भगवान कृष्णले त्यो सबैभन्दा राम्रो रथलाई दुवै पक्षका सैनिकहरूका बीचमा लगेर उभ्याउनु भयो। सञ्जयले भने, हे भरत राजवंशी राजन, अर्जुनद्वारा यसरी सम्बोधन गरिएपछि भगवान कृष्णले त्यो सबैभन्दा राम्रो रथलाई दुवै पक्षका सैनिकका बीचमा लगेर उभ्याउनु भयो। भीष्म, द्रोण र सारा विश्वभरिका राजाहरूका सामु भगवान कृष्णले अर्जुनलाई भन्नुभयो, हे पार्थ, यहाँ यसरी जम्मा भएका सम्पूर्ण कुरुवंशहरूलाई हेर। दुवै पक्षका सैनिकका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बुबा पर्नेहरू, हजुरबुबाहरू, गुरुहरू, मामाहरू, दाजुभाइहरू, छोराहरू, नातिहरू, मित्रहरू, ससुराहरू र शुभचिन्तकहरूलाई देखे। विभिन्न थरीका यी साथी सम्बन्धीहरूलाई युद्धभूमिमा देखेपछि कुन्ती पुत्र अर्जुन दयाले अभिभूत भएर यस्तो भन्न थाले। अर्जुनले भने, हे कृष्ण, युद्ध गर्नका लागि मेरा अगाडि उपस्थित भएका यी सबै आफन्तहरूलाई देखेर मेरो शरीरका अङ्गहरू काँपिरहेका छन् र मेरो मुख पनि सुकिरहेको छ। मेरो सारा शरीरभरमा कम्पन भइरहेको छ। रौँहरू ठडिरहेका छन्। मेरो गाण्डी हातबाट चिप्लिँदैछ र मेरो छाला पोलिरहेको छ। हे केशव, अब यहाँ धेरै समय उभिने शक्ति पनि ममा छैन। मैले आफैलाई बिर्सँदैछु। मेरो मन डुलिरहेको छ। म त केवल सबै अशुभ मात्र देखिरहेको छु। हे कृष्ण, रणभूमिमा आफ्ना आफन्तहरूलाई मारेर न म आफ्नो कुनै कल्याण देख्छु, न त जित पश्चात पाइने राज्य र राज्य सुखको मोह नै ममा छ। हे गोविन्द, जसका लागि हामीलाई राज्य सुख वा जीवन चाहिएको हो, तिनीहरू आफ्नो प्राण र धनको आशा मारेर यसरी युद्ध गर्न युद्धभूमिमा उभिएका छन् भने यसरी जितिएको राज्य सुख र जीवन समेतले हामीलाई के लाभ होला? तसर्थ हे मधुसूदन, मलाई विजय पनि चाहिएन, राज्य र सुख पनि चाहिएन। गुरुहरू, हजुरबाहरू, बुबाहरू, छोराहरू, नातिहरू, मामाहरू, साला जेठानहरू, ससुराहरू, काकाहरू र अन्य आफन्तहरू आफ्नो जीवन र सम्पत्तिको दाउ लगाएर मेरो सामु युद्ध लड्न उभिएका छन्। पृथ्वीको राज्यको के कुरा? स्वर्ग, मर्ते र पाताल यी त्रिलोककै राज्य पाए पनि म यिनीहरूलाई मार्न चाहन्न। तिनीहरूले मलाई मार्न चाहन्छन् त मारुन्। यी सबै धृतराष्ट्रका सन्तानहरूलाई मारेर हामीलाई के आनन्द होला र? यस्ता अत्याचारीहरूलाई मार्यौं भने हामीलाई पाप लाग्नेछ। त्यसैले धृतराष्ट्रका सन्तानहरू र अरू हाम्रा मित्रहरूलाई मार्नु हाम्रा लागि सही छैन। हे माधव, यी सम्बन्धीहरूलाई मारेर हामीलाई के लाभ होला र? के सुख होला र? हे जनार्दन, यी मानिसहरूको बुद्धि लोभ लालचले गर्दा भ्रष्ट भएको छ। यिनीहरू आफ्ना आफन्तलाई मार्ने र साथीहरूसँग झगडा गर्ने कुरामा पनि कुनै गलत देखिँदैनन्। तर कुलको विनाशमा ठूलो पाप देख्ने हामीहरू किन यी पापपूर्ण कर्ममा संलग्न हुने? वंशको विनाशसँगै सन्तान, कुल, परम्परा पनि नाश हुन जान्छ र यसरी बाँकी रहेको परिवार पनि अधर्मी हुन पुग्दछ। हे कृष्ण, कुलमा अधर्म बढ्न सुरु भएपछि कुलका स्त्रीहरू प्रदूषित हुन्छन् र यसरी स्त्रीको सतीत्व पतन भएपछि हे कृष्ण वंशी कृष्ण, नचाहिएको सन्तानहरू जन्मिन्छन्। वर्ण संस्कार, सन्तानहरूको उत्पत्तिबाट परिवारलाई र पुराना परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुल धातीहरू जन्मिन्छन् र पितृहरू पनि श्राद्ध तर्पण जस्ता पितृ कार्यको लोप हुनाले
नरकमा खस्दछन्। आफ्ना कुल परम्परालाई नाश गर्ने व्यक्तिहरूको कुकृत्यबाट वर्णशङ्कर सन्तानहरू जन्मिन्छन् र तिनका दुष्कृत्यहरूबाट सबै प्रकारका सामुदायिक योजनाहरू तथा पारिवारिक पुण्यका कार्यहरू समेत नष्ट हुन पुग्दछन्। हे जनार्दन, कुल धर्ममा विनाश गर्नेहरू अनन्त कालसम्म नरकमै बास गर्दछन् भन्ने कुरा मैले गुरुबाट सुनेको छु। ओहो, कति दुःखको कुरा! हामी राज सुख भोग्ने लालचमा परेर आफ्नो सम्बन्धीहरूलाई मार्न तयार भई एकदम ठुलो पाप कर्म गर्न लागिरहेका छौँ। हातमा शस्त्र लिएका धृतराष्ट्र पुत्रहरूले निशस्त्र प्रतिरोध पनि नगर्ने मलाई मार्छन् भने मारुन्, मेरा लागि त्यो ठिक हुनेछ। सञ्जयले भने। रणभूमिमा अर्जुनले यी कुरा भनेर आफ्नो बाण र धनु एकातिर पन्छाएर शोकाविष्ट मनले फेरि रथमा बसे।